सो गाइस अहिले भने चाहिँ हामी चाहिँ हिँड्यौँ रानीपुलबाट पाक्किङतर्फ माइता हो र हेमन्त पनि छ नानीहरू। सो फाइनली गाइस अहिले भने चाहिँ हामी यता शान्ति टर्निङ भन्ने जग्गा आइसकेको छ है। यहाँदेखि चाहिँ हामी उता हिँड्दै हिँड्दै जाँदैछ किनभने चाहिँ आज चाहिँ हामी सर्भिस गाडीमा आयो नि त, त्यसले गर्दा यहाँबाट चाहिँ अब उता चाहिँ हिँड्नुपर्छ हो। घरकै गाडीमा आएको भए चाहिँ यस्तो हिँड्नु पर्थेन, तर ठिकै छ कोही कोही बेला हो। यहाँ चाहिँ नानीहरू जाँदैछ हो, हामी चाहिँ पछि पछि। गाइस यहाँ आइपुगेको छ हामी चाहिँ, यो चाहिँ हाम्रो फुपूको घर हो र यहाँ फुपूको यहाँनिर चाहिँ केरा पाकेछ बोटमा गाइस, हेर्न सक्नुहुन्छ है। अन्त त अब यहाँदेखि चाहिँ ओह्रालो जानुपर्छ हामी चाहिँ हिँड्दै हिँड्दै। धेरै वर्ष भइछन् हेमन्त त आउँदैन माइत। हाम्रो यहाँनिर घर जाने बाटो चाहिँ यस्तो छ हो। अस्ति पनि मैले देखाएको थिएँ अस्ति माइत आउँदाखेरि है। त अस्ति चाहिँ हतारमा आएर हतारमा फर्केँ, अब आज चाहिँ आएर बस्ने, भोलि मात्रै फर्किने हो। एकदम हाम्रो चाहिँ सुनसानमा छ तल घर हो, अनि एकदम राम्रो छ वेदर। अब जङ्गल छ यहाँनिर, अब सुनसान छ, मजा आउँछ है बस्नु चाहिँ। अनि यहाँनिर यो बिरालो चाहिँ कहाँबाट आएछ, बाटो चाहिँ धन्न राम्रो छ, एमजी नरेगाले बनाइदिएको बाटो हो। सो गाइस अहिले भने चाहिँ हामी चाहिँ आइपुगिसक्यो हाम्रो घरमा हो। र यहाँनिर नानीहरू चाहिँ अघि आउने बित्तिकै खानु पनि थाल्यो। खुट्टा सिधा गर, तनिष्कालाई पनि दिनु ल। दिपम चाहिँ ए हो प्रिङ्कल्स। र अब लुगा पनि फेरिसकेछ हौ मेरो छोरी त। को छ हो घरमा? ए छैन रहेछ, कहाँ जानुभयो? तल गोठमा पो हुनुहुन्छ क्या। ए मेरो पापा त मासु पो काट्दै रहेछ। यहाँनिर चाहिँ आमा हो। हामी चाहिँ आइसक्यो, अब चिया पनि खानु आँटेको हो। हामी चाहिँ आउने बित्तिकै यहाँनिर चिया एकदम रेडी बनाइदिनु भएछ हो। अब हामी चाहिँ खाएको ए हेमन्तको कोसेली अरे, त्यो चाहिँ माइतमा। गाइस म चाहिँ अहिले भने चाहिँ यहाँ बारी घुम्नु थालेँ है। कोपी यति दामी दामी भएको रहेछ। अस्ति चाहिँ हेर्दा सानो सानो थियो, अहिले चाहिँ कत्रो कत्रो भएछ, हेर्नु सक्नुहुन्छ है। माइतमा चाहिँ आम्मा यहाँ हेर्नु तेरिका, आम्मा कस्तो दामी भएछ हौ कोपी। ब्रोकली पनि कत्रो ठुलो। यहाँनिर पुरा रहेछ है, आम्मामाम गाजर पनि रहेछ हो। अलिक ठुल्ठुलो उखाल्नु है, अब चाहिँ अचार बनाउनु पर्छ हो गाजरको चाहिँ। ठुल्ठुलो लगेर अघि मैले चेक गरेको, उखाल्नु अन्त त्यो अलिक सानो रहेछ। फ्रेस फ्रेस गाजर। गाइस म चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ है, अहिले एकदम यहाँ चिकन छिल्दैछु। यहाँ चाहिँ भोलि चाहिँ यो चाहिँ मोमो खाने, भोलि आज चिकन चिल्ली तिते बनाएर खानुपर्छ। अब रामनवमी लागेको हाम्रो हो। गाइस हेर्नुहोस्, आज चाहिँ म यहाँनिर है, हाम्रो चाहिँ यतापट्टि चुल्हा छ है। अनि म चाहिँ आज चाहिँ चुल्हामा मासु फ्राई गर्नु आँटेको छु, चिकन चिल्ली बनाउनुको लागि हो। यहाँनिर एकदम म्यारिनेट गरेर सोया सस हालेर चाहिँ कालो कालो देखेको। अनि मजाले यहाँनिर चाहिँ हाम्रो माङ चुल्हा हो, पूजा गर्ने राईको हुनैपर्छ यो चाहिँ। अनि र यहाँनिर चाहिँ आज चाहिँ म यहाँ चुल्हामै बनाउने। अन्त उतापट्टि चाहिँ सुपहरू बनाउँछ है, बस्तीको सुप। गाइस यहाँ हेर्नु सक्नुहुन्छ, यहाँ चाहिँ एकदम लोकल कुखुराको सुप पाक्दैछ हो। अनि यहाँनिर चाहिँ हेमन्तले एकदम चिकन चिल्ली बनाइसक्यो, पाकिसकेको छ हो। अब खानुको लागि रेडी हुँदैछ। अनि भने चाहिँ मैले चाहिँ यतापट्टि हाम्रो
यहाँनिर चाहिँ एकदम तिते बनाउँदैछु हो पाकिसक्नु आँट्यो अब राईको घरमा हो वाचिप्पा त हुनै पर्यो है अन्त र म चाहिँ यहाँनिर एकदम मिठो बनाउँदैछु र आजको मेरो भ्लग चाहिँ अब यहीँ एन्ड गर्छु है अब खाएको चाहिँ नदेखाउँ होला र अब थाक्यो पनि अनि आज चाहिँ म यहीँ एन्ड गर्दैछु बाई बाई नमस्ते सी यू अन नेक्स्ट भ्लग थ्याङ्क यू फर वाचिङ